यदि तपाईँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ भने तपाईँ ठगिँदै हुनुहुन्छ। चाहे तपाईँ कतै काम गर्दाखेरि पैसा जम्मा गरेको होस् अथवा तपाईँले आफ्नो इम्प्लोइलाई पैसा जम्मा गराइदिँदै हुनुहुन्छ, सामाजिक सुरक्षा कोषले ठगिरहेको छ भन्ने हामी धेरैजनालाई लागिरहेको हुन्छ कि मैले जम्मा गरेको पैसा 60 वर्ष पुगेपछि बल्ल निकाल्न पाउँछु। यो पैसा जम्मा गरेको त मेरो तलबबाट काटेर पैसा जम्मा गर्ने हो। यस्तै कुराहरू तपाईँले बजारमा हल्ला सुन्नुहुन्छ सामाजिक सुरक्षा कोषलाई लिएर। लाउनुहोस् चर्चा गरौँ आज सामाजिक सुरक्षा के हो र यो किन आवश्यक छ। कुनै पनि देशको अर्थतन्त्रलाई सुदृढ बनाउनको लागि, हरेक नागरिकलाई सुरक्षाको आवास गर्नको लागि सामाजिक सुरक्षा कोषको उद्देश्य भनेको पेन्सनेबल सोसाइटी क्रिएट गर्ने हो। अब के हो त पेन्सनेबल सोसाइटी भनेको? हामी आजको दिनमा काम गर्न सक्षम छौँ, हामीले आम्दानी गरिरहेका छौँ, हाम्रो जीवनयापन चलिरहेका छ। तर एक दिन आउनेछ विषम परिस्थितिहरूबाट हामी गुज्रिनुपर्ने छ। त्यो चाहे उमेरको कारणले होस्, त्यो चाहे दुर्घटनाको कारणले होस्, जुनसुकै कारणले होस्, हामी जब कमाउन नसक्ने अवस्थामा पनि हाम्रो आय चाहिँ रेगुलर भइराखोस् भन्ने एउटा उद्देश्य हो। यो कुनै लगानी गरेर तपाईँलाई चाहिँ रिटर्न दिने भन्ने उद्देश्यले बनाइएको संस्था होइन। सरकारले हरेक जनतालाई कसरी सुरक्षित महसुस गराउन सक्छ त? आज हामी चाहिँ युवा विदेश पलायन हुँदैछन् भन्ने चर्चाको एउटा टेबल टक गर्ने टाइममा कसरी चाहिँ हामी त्यसलाई रोक्न सक्छौँ, देशमा पुँजी निर्माण कसरी गर्न सक्छौँ र हरेक नागरिकलाई भोलि बिहान तपाईँलाई गाह्रो साह्रो पर्दा कोही छ है भन्ने ढुक्क हुनुभयो भने तपाईँले आफ्नो गर्ने काममा प्रोडक्टिभिटी देखिन्छ। तपाईँले ढुक्क भएर आफ्नो भविष्यको चिन्ता नगरी तपाईँले आफ्नो पूर्ण समय प्रोडक्टिभिटीमा व्यतीत गर्नुभयो भने देशको विकास त यसै भइहाल्छ, होइन र? तपाईँ काम गर्दै हुनुहुन्छ कुनै अफिसमा, या तपाईँ स्वरोजगार हुनुहुन्छ, या त तपाईँ वैदेशिक रोजगारमा हुनुहुन्छ, सबै नेपाली नागरिकलाई चाहिँ समेट्दछ सामाजिक सुरक्षा कोषले। मानियो तपाईँ जागिरमा हुनुहुन्छ भनेपछि तपाईँको तलबको 11%मा 20% कसले थपिदिन्छ त? तपाईँको रोजगारदाताले थपिदिन्छ। भनेपछि यो पैसा तपाईँले चाहिँ अब कहिले झिक्न पाउनुहुन्छ त? 8.33% तपाईँले जागिर छोडेकै दिन झिक्न पाउनुहुन्छ। सर अनि त्यसपछि यो 2.37%, यो तपाईँको 2.67% हाम्रो इन्सुरेन्स विभिन्न खर्चहरू, मेडिकल खर्चहरूमा चाहिँ एज अ इन्सुरेन्स अमाउन्टको रूपमा जम्मा हुन्छ र बचेको 20% हामी चाहिँ भविष्यमा जब रिटायर हुन्छौँ तब आउने रकम भएर जम्मा हुन्छ। सर यो 20% मैले 60 वर्ष नै किन कुर्नुपर्ने भन्ने धेरैको जिज्ञासा हुन्छ। मैले फेरि दोहोऱ्याएँ, यो तपाईँको पैसा होइन। सरकारले लेबर ऐनमा पनि हेर्नुभयो भने पनि लेखेको हुन्छ कि सरकारले रोजगारदातालाई भनेको छ कि तपाईँको नाममा यति पैसा जम्मा गरिदियोस् भनेर। यो तपाईँको सुरक्षाको लागि सामाजिक सुरक्षा कोषले यो बोझ उठाएको छ कि तपाईँकै पैसा तपाईँकै हितको लागि चाहिँ जम्मा गरेर जब तपाईँलाई आवश्यक पर्छ तब तपाईँलाई रेगुलर इन्कमको एउटा बाटो दिलाउँछ। अब मानिलिउँ मै होइन 60 वर्षसम्म, के काम? तपाईँको सन्तति त रहन्छन्, तपाईँमा डिपेन्डेन्ट हुने फ्यामिली मेम्बर जो हुन्छ उहाँहरूको सुरक्षाको जिम्मेवारी लिन्छ सामाजिक सुरक्षा कोषले। ल भन्नुहोस्, के यसलाई अब सामाजिक सुरक्षा कोषले पैसा रोकेर हामीलाई ठगेको हो कि हाम्रो जीवन जन्मेदेखि मृत्युसम्म र मृत्यु पश्चात पनि तपाईँको परिवारलाई एउटा सुरक्षा महसुस गराउने यो बाटो हो? अब यसमा विभिन्न कुराहरू आउँछन्। सर म एक ठाउँमा जागिर गर्दै थिएँ, छोडेपछि अर्को ठाउँमा सुरु गरेँ, अथवा बिचमा म ग्याप रहेँ 2-3 महिना, कसरी सम्हाल्ने? सबै कुरा पोसिबल छ। तपाईँ जुन दिनसम्म जागिरमा हुनुहुन्छ त्यो दिनसम्म तपाईँको रोजगारदाताले यो कुरा मेन्टेन गर्नुपर्ने हुन्छ र जब तपाईँले चाहिँ अर्को जब स्विच गर्दाखेरि 2-3 महिनाको ग्याप भयो भने आफैले सेल्फ कन्ट्रिब्युट पनि गर्न सक्नुहुन्छ। मिनिमम अमाउन्ट भनेको कति हो? बेसिक स्यालेरी जुन छ तपाईँको, बेसिक स्यालेरीको 31%। सर बेसिक स्यालेरी के हो? नेपाल सरकारले तोकेको बेसिक स्यालेरी टेन्टेटिभली तपाईँको 3700 मात्रै आउँछ मासिक, तपाईँले आफैले जम्मा गर्न सक्नुहुन्छ। भनेपछि यी सबै बेनिफिटहरू, अब फाइदा के हुन्छ त? जम्मा गर्ने कुरा त गऱ्यौँ। हरेक वर्ष तपाईँले 1 लाखसम्मको मेडिकल सुविधा पाउनुहुन्छ र ओपिडीमा 25,000सम्मको पाउनुहुन्छ। त्यसपछि दुर्घटना भएपछिका फेसिलिटीहरूदेखि लिएर तपाईँको गर्भवती अवस्थामा पाउने फेसिलिटीदेखि लिएर मान्छे मृत्यु हुँदासम्म पनि दाह संस्कारको खर्च यसले बिहोर्दछ। अब म त प्रार्थना गर्छु तपाईँहरूले चाहिँ सामाजिक सुरक्षाको सेवा सुविधा लिनै नपरोस्, तर जिन्दगी ग्यारेन्टी दिएर कसले आउँछ र? बिरामी जतिखेर बढ्न सकिन्छ, दुर्घटना जतिखेर हुनसक्छ, यी सबै कुरादेखि सुरक्षाको महसुस गराउँदछ सामाजिक सुरक्षा कोषले। त्यही भएर यदि तपाईँ आबद्ध हुनुहुन्न र तपाईँको रोजगारदाताले यदि आबद्ध गराउन चाहिराख्नु भएको छैन भनेपछि यो दबाब तपाईँले सिर्जना गर्न सक्नुहुन्छ। अब भिडियो हेर्दै गर्दाखेरि रोजगारदाताहरूले पनि हेर्दै हुनुहुन्छ होला,
हाम्रो त खालि खर्च मात्रै बढ्छ, कस्ट मात्रै बढ्छ, हामीले किन इम्प्लोयरको गराउने भन्ने दिमागमा आइरहेछ होला। त्यो होइन। यदि लेबर ऐन हामीले श्रमिक ऐनलाई चाहिँ पालना गर्ने हो भनेपछि 10% र 8.33% तपाईँले पहिले जम्मा गराइदिइराख्नु भएको थियो। यदि तपाईँले आजको दिनमा सामाजिक सुरक्षा कोषमा आफ्नो इम्प्लोइको सामाजिक सुरक्षा कन्ट्रिब्युसन यदि नराखिदिने हो भने पछि उसलाई हुने ऊ मृत्यु हुँदादेखि लिएर ऊ काम गर्दै गर्ने सिलसिलामा दुर्घटना हुने सम्पूर्ण खर्च तपाईँले बिहोर्नुपर्ने हुन्छ। त्यो भएको हुनाले कस्ट बढाउने कि बुद्धि पुऱ्याएर आफ्नो लागि काम गर्ने इम्प्लोइको भविष्यको बारेमा सोचेर उहाँहरूलाई पनि एसएसएममा आबद्ध गराउने चोइस इज योर्स। अब अरू केही पनि कन्फ्युजन छन् भने तपाईँले कमेन्ट बक्समा सोध्न सक्नुहुन्छ। बाँकी एसएसएफको थप सेवा सुविधाहरू के जान्न मन छ तपाईँहरूले तल कमेन्ट गर्न सक्नुहुन्छ। हस् त नमस्कार, म सीए ध्रुव प्रसाद देवकोटा।